गोठालो नमस्ते। अहिले हामी छौँ घ्याम्पी डाँडाबाट जम्मा 4 किलो माथि, जहाँबाट चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ दुईटा ठुलो माउन्टेनको बिचमा माउन्ट एभरेस्ट, संसारको अग्लो हिमाल सगरमाथा देख्न सक्नुहुन्छ। अब गोठालोको हाम्रो पहिलो शाखा चाहिँ यही ठाउँमा खुल्दैछ। यो चाहिँ ठ्याक्कै काठमाडौँ र भक्तपुरको सिमानामा पर्छ। जम्मा घ्याम्पे डाँडाबाट 4 किलोमिटर है। यता काभ्रे जिल्ला, यता भक्तपुर जिल्ला पर्छ। यो बाटोले सिमाना छुट्याएको छ भने चाहिँ अब गोठालोबाट सगरमाथा हेर्नलाई चाहिँ तपाईँले धेरै टाढा जानु पर्दैन। काठमाडौँबाट एकदमै सर्ट डिस्टेन्समा 35 देखि 40 मिनटको दूरीमा ठ्याक्कै सगरमाथा हेर्न सक्नुहुन्छ। अहिले चाहिँ यो क्यामेराको लेन्सले अहिले ब्लर देखायो होला, आँखाले राम्रो देखाएको छ। टेलिस्कोपबाट यहाँ हेर्न सकिन्छ। र यही ठाउँमा चाहिँ जङ्गलको बिचमा कालिज पालनदेखि लिएर रिसोर्ट सहितको चाहिँ एउटा हन्टिङ स्पट सहित एउटा छिट्टै नै 3 देखि 6 महिनाभित्रमा गोठालोको शाखा खुल्दैछ। गोठालो खुल्दैछ। हस्त गोठालो नमस्ते।